मेरो पछि भन्नु भ्रमको आत्माले सबैजना भन्नुहोस् कापी तललाई भ्रमको आत्माले कान भन्ने कार्य गर्दछ र पवित्र आत्माले जीवन भन्ने कार्य गर्दछ। शैतानले के गर्छ नि एउटा कुरा के गर्छ अर्कोतिर लगिदिन्छ किनकि त्यसलाई यस्तो भनेको छ के कुरा भन्नु यस्तो राम्रो मान्छे तँलाई त्यस्तो भनिन्छ त्यसले उसको मनमा के आउँछ अब भ्रमको कुरा आउँछ। उसले अब छुट्टै संसार बनाउँछ दिमागमा ओहो यसले मलाई यस्तो भन्यो भनेपछि तिनीहरूले मलाई नराम्रो सोध्छ भनेपछि यो सबै नराम्रो रहेछ मेरो बिचमा। शैतानले के गराएको छ भ्रम गराएको छ तिनीहरूको बिचमा कुरा पनि भएको छैन तर शैतानले के गरिदिएको छ भ्रम गरिदिएको छ यता गएर के गरिदिएको छ कानमा चाहिँ फुसफुसाइदिएको छ चिप्लाइदिएको छ तिमी त यति राम्रो मान्छे यति सहयोग गर्यो त्यसलाई त्यो पनि अहिले आएको त्यो भन्ने यता गएर के भन्ने यो त घमण्डी रहेछ आएर एकचोटि माफी माग्दैन के हुँदैन माफी माग्दैन छैन नबोल। शैतानले बिचमा के गराएको छ भ्रम उत्पन्न गराएको छ। धन्यवाद ताली बजाइदिनु राम्रो भइरहेको छ। त्यो सबै कुरा चाहिँ हामीले सेयर गर्नु परमेश्वर दास होस् विश्वासी होस् तर सबै कुरा हाम्रो हृदयमा कुरा चाहिँ सेयर नगर्नु होला त्यो शैतानले कारणहरू मौकाहरू बुझ्छ। तपाईँको कुरा छ परमेश्वरले मात्र भन्नुहोस् सबैको अगाडि नै पोख्ने काम नगर्नुहोस् त्यो एकदम नराम्रो हो। अहिले मान्छे किन लड्छ थाहा छ चिप्लिन्छ थाहा छ किनकि सबै मनमा भएको कुराहरू भन्छ मलाई यस्तो भइरहेको छ मलाई यो रोग छ मलाई यो चिन्ता छ मलाई यति लोन छ किन भन्नु पर्यो मानिसहरूलाई जबकि तपाईँको साथमा चाहिँ परमेश्वर हुनुहुन्छ। आज जब शैतानले चाहिँ आज बुझ्नुहोस् कि आज भ्रमको कुरा ल्याएर के गर्छ चिप्लाइ गर्छ त्यही भन्न मन के भएको छ तँलाई म भन्छु नि म के गर्न सक्छु तिमीलाई पैसा दिन सक्छु तिमी भन मात्र यो कुरालाई धेरै सावधान हुनुहोस्। आज तपाईँको कुरा चाहिँ केवल परमेश्वरलाई भन्नुहोस् तपाईँकोमा केही बिमारी छ केही रोग छ केही चिन्ता छ केही छ नि आज परमेश्वरको अघि मात्र पोखिनुहोस्। जब तपाईँ मानिसहरूको अगाडि पोखिनुहुन्छ जब तपाईँ शैतानको अगाडि पोखिन्छ त्यहाँ तपाईँको भ्रमको कुरा चाहिँ सुरु हुन्छ। आज के लाग्छ चाहिँ परमेश्वर हामी प्रार्थना एक दिन गर्छु दुई दिन गर्छु पाउँदैन निराश हुन्छ क्या हृदय अनि सोध्छ कसैले भन्नु क्या अनि हामी विश्वासी मान्छेहरूको जान्छ यसले चाहिँ मेरो दुःख बुझ्दा है अलिकति पैसा मागिस् तर बुझ्नुहोस् आज जति समस्या पर्छ तर परमेश्वर बाहेक कसैले नभन्नुहोस्। हालेलुया हुन्छ। उत्पत्ति 3को 1-4 एकजना फेरि पढिदिनु होला है हुन्छ उत्पत्ति पढिदिनुहोस् एकजनाले। अब 5 नम्बरमा चाहिँ तपाईँले चाहिँ चाट्ने काम गर्छ के काम गर्छ चाट्ने काम गर्छ फेरि डिजाइन पनि हेर्नुहोस् अलिकति डिजाइन फेरि आउनुहोस्। अब कसरी चाट्छ म तपाईँलाई देखाउँछु है। अब शैतानले कसरी चिप्लाइ गर्छ अब हेर्नुहोस् है तिमी त संसारको सबैभन्दा ठुलो रानी यसरी तिमी हाँस्दा त पुरै संसारै ठल्ला जस्तो लाग्छ भनौँ बुझ्नुहोस् है तिमी जस्तो बुद्धिमानी त्यो चर्म कोही पनि छैन तिमीले हो भनेपछि हो हुनुपर्छ होइन भने छैन त्यो पास्टरको कुरा थियो तिमी जस्तो बुद्धि त कोहीसँग छैन कसै तिमीलाई त्यो भन्छ नि छोड्यो यस्तो चर्चा कति वर्ष आउँछ त्यस्तो कति वर्ष आउँछ छोड्यो चिप्लाइ गर्छ। अरू पनि कुराहरू हुन्छ नि थप कुराहरू कसरी चाट्छ शैतानले मान्छेहरूले हजुर फुर्काएर चाट्छ एकदम सही कुरा गर्नुभयो। अरू फुर्काउँछ फुर्काउँछ पुरै आकाशसम्म लगिदिन्छ छोडिदिन्छ बुझ्नुभयो। कतिजना के भन्छ फुर्काउँछ तत्त जस्तो कोछामा एकदम उठाउँछ र आकाशमा लगेर पुरै छोडिदिन्छ। होसियार हुनुहोस् जानकारी साथ अरू पनि चाटेको बारेमा के बुझ्नु पर्छ तपाईँले तपाईँको अनुभव अनुसार हुन्छ हामी अगाडि बढ्छौँ है त। अब बुझ्नुपर्ने कुराहरू लेख्नुहोस् अब हामी बुझ्नुपर्ने कुराहरूमा जानेछौँ र सारांशमा जानेछौँ अनि हामीले सकिनेछ। बुझ्नुपर्ने कुराहरू लेख्नुहोस् हाम्रो 5 वटा छ तपाईँ लेख्न सक्नुहुनेछ। एक पुरानो कुराहरू पनि दोहोरिनेछ है। परमेश्वरको उपस्थितिबाट कहिले बाहिर निक्लिने बित्तिकै त्यहाँ आज भ्रमको कुराको सुरुवात हुन्छ भ्रमको आत्माको कार्य चाहिँ सुरुवात हुन्छ तपाईँ लेख्न सक्नुहुन्छ र त्यहाँ तपाईँले एकजना पढिदिनु होला पहिलो पत्रुस 5:8 एकजना पढिदिनु होला के हुन्छ भ्रम कसरी कुरा गर्दैछ भ्रमको कुरा लेखेर चाहिँ बिचमा आएर सम्बन्धलाई बिगार्ने काम गर्छ बुझ्दै हुनुहुन्छ। भ्रमको कुराले के गर्छ सम्बन्धलाई
बिगार्ने काम गर्छ। हाम्रो पारिवारिक हाम्रो मण्डली परिवारको हाम्रो रिलेसनलाई होस्, हाम्रो व्यक्तिगत रिलेसनलाई होस्, आज हाम्रो पारिवारिक रिलेसनलाई होस्, आज हाम्रो परमेश्वरसँगको सम्बन्धलाई होस्, सबै कुरालाई लिएर शैतानले ठाउँमा पारिन्छ। आज हामीसँग एकअर्कासँग बोलेर झगडा गर्नु पर्दैन, छुट्टी हामी रिसाइदिन्छौँ। किन भन्छौँ ब्रह्मको आत्माले काम गर्छ। हामी अर्को कुरामा जानेछौँ, लोभ गर्ने कुराहरू प्रस्तुत गर्दछ। यो भयो, बाँकी छ है। तेस्रोमा लेख्नुहोस्, लोभ गर्ने कुराहरू प्रस्तुत गर्छ। यो खायो भने त्यतिखेर परमेश्वरभन्दा महान हुन्छ। अझै भन्यो होला, बढाइचढाइ भन्यो होला त्यतिखेर समयमा कि परमेश्वरले कुरा आराधना गर्नुहुन्छ, तिमी सबैभन्दा राम्रो ठुलो हुन्छ, त्यो शक्ति तिमीहरूसँग हुन्छ भनेर। त्यो चाहिँ के हो? लोभ ल्याउने कुराहरू। एउटा गीत थियो मलाई त्यो आउने धेरै, लोभ ल्याउने कुराहरू के भन्छ त्यसपछि अरू नल्याउने थोकहरू धेरै छ। बुझ्नुहोस्, लोभ ल्याउने कुरा चाहिँ शैतानले तपाईँको जीवनमा हालिदिन्छ। अब एउटा कुरा बुझ्नुहोस् राम्रोसित, कहिले लाग्छ म पहिला पैसा कमाउँछु, विदेश जान्छु, त्यो पछि परमेश्वर सेवा गर्छु, एक पुरै जीवन छ परमेश्वर महिमाको निम्ति, तर तपाईँ भ्रममा आउनुहुन्छ।